Hello friend, welcome back to my YouTube channel. It's me, Usina Tamang, and for my servant friends and family, Drapa Chao, the Brothers Lina YouTube channel. अनि आज पनि नयाँ ब्लग लिएर आइसकेको छु अनि आज चाहिँ के छ भने हामी चाहिँ मम्मीको कम्पनीमा मम्मी अहिले हामीसँग बस्नु हुँदैन मम्मीले अर्को कम्पनी ट्रान्सफर गर्नुभएको छ कम्पनी भन्दा नि पहिला हामी होटलमा थियो अनि मम्मी अहिले कम्पनीमा काम गर्नुहुन्छ त्यही भएर हामी मम्मीलाई भेट्न जाँदै छौं अनि हाम्रो मम्मी चाहिँ हामी बस्न ठाउँबाट 2 घण्टा टाढा छ अनि अहिले भिडियोहरु बनाउन मैले भ्याइराख्दैन त्यही भएर सर्ट भिडियोहरु यतिकै गरेर अनि भोइस ओभर गर्छु भनेर मैले त्यसरी बनाएको किनभने एडिटहरु गर्न यताउति गर्न म त टाइमले नानीले गर्दा यताउति हुन्छ त्यही भएर मैले यो भोइस ओभर गरे बनाए ल साथीहरु हामी मम्मी भएको ठाउँ आइपुग्यो बुढी यताबाट आउँदैछ कार पार्किङ गरे हामीले छे मम्मी बन झाङ्ग्री भनेर नि छे चिनेन बिचारा मेरो बच्चाले हाम्रो मम्मी चाहिँ अब हाम्रो कम्पनी चेन्ज गरेको मैले भिडियोमा चाहिँ पहिला भनेको थिएन अब छोरी जहाँसँग भन्दा अब छुट्टै बस्नुपर्ने भनेर मम्मी कम्पनी चेन्ज गरे हाम्रो आइपुग्यो बुढी लिएर वरिपरि बिल्डिङ छ ठुलो हामी बस्ने ठाउँ भन्दा चाहिँ यो ठाउँ चाहिँ ठुलो है कस्तो क्यामेरा नराम्रो क्यामेरा कस्तो ब्लर आएको अपार्टमेन्ट चाहिँ कस्तो चिसो हावा छ अनि यस्तो के हेलो हेलो त्यसपछि हामी मम्मीको अपार्टमेन्टमा पुगेर अनि मैले धेरै त्यहाँ अपार्टमेन्टभित्रको सबै चाहिँ बनाइनँ अनि मम्मीले यहाँ दिदी बहिनीहरूले मिलेर खाना पकाएर राख्नु भएको रहेछ अनि त्यसपछि हामी खानासाना खायो मैले सबै अपार्टमेन्टको सबै एक भिडियो चाहिँ राखिनँ अनि चाहिँ मम्मीको अपार्टमेन्टहरू चाहिँ देखाएन अब सबैको प्राइभेसी हुन्छ त्यही भएर अरू पनि नेपालीहरू बङ्गाली गरेर मम्मीसँग 8 जना बस्छन् अब चाहिँ हामी यहाँ सेन्टर आइपुग्यो मम्मीलाई लिएर आइपुग्यो मम्मीको रागोया भाजको सेन्टर अनि यो चाहिँ हामी चाहिँ मम्मीहरूको सेन्टर घुम्न आइपुगेर अनि मम्मीहरूको अपार्टमेन्टबाट अब हामी निस्केर कहाँ जाने भन्दाखेरि मम्मीले सेन्टरमा चाइनिज मार्केटहरू चाहिँ यताउति घुम्न गरेर जाऊँ भनेर अनि हामी चाहिँ हल्का सपिङ गर्न यताउति गर्न यहाँ सेन्टर आइपुग्यौँ अनि त्यही हो साथीहरू अनि अब मेन भनेको मम्मीलाई भेट्न मम्मीलाई हल्का सामानहरू यताउति दिन हामी यता आएका थियौँ अनि अब सबै भयो अनि त्यसपछि हामी घुमघाम गऱ्यौँ ये चाइनीज मार्केट है दोस्त लिनु न हजुरआमाको हातमा मात्रै हिँडिरहेको छ अनि त्यसपछि हामी यो मम्मीहरूको सेन्टरमा यहाँ त्यो चाइनिजबाट किनमेल गरेर निस्क्यौँ अनि त्यसपछि मम्मीले कहाँ जाने भनेको अनि त्यसपछि ल अब यहाँ मैले पार्क देखाएको थिएँ मतलब मैले गुगलमा हेरेको थिएँ अनि हामी जाउँ त्यो पार्क घुम्न भनेर अनि त्यसपछि हामीहरू पार्कतर्फ लाग्यौँ अनि पार्कपछि चाहिँ हामी त्यसपछि यहाँको मलमा गएर केएफसी खाने भनेर अनि हामी प्लान गरेर त्यसपछि निस्क्यौँ ल हामी यहाँ मम्मी बस्ने ठाउँको पार्क घुम्न आएको उयो म्युजियम हो अरे यो चाहिँ आउनु पैसा लाग्छ होला रे अगाडि यताउति घुम्नु आज सन्डे अब मान्छेहरू कुकुर लिएर आएर चाहिँ अब नानी कराउनु थाल्यो कुकुर अङ्कल टोपी लगाइदिनु त्यसको अब यो बच्चा त कुकुरकै पछि फर्किने पो बौद्धतिर जाऊँ भनेर त ल अमिषा दर्जी छ कि अझै छ गाडी आएन सबैजनाले गाडी पारिङ गरी यसरी हिँडेरै आएको छ अनि
यिनीहरू पनि लामो छ भने त गाडी लिएर आएको थियो नत्र भाइ सबैजना हिँडेर गएको छ उतासम्म जाउँ अब अहिले अँध्यारो अँध्यारो छ आज पानी पर्ला जस्तो मम्मीलाई बोलेर जुदा ऊ माम्रे यस्तो हुन्छ घुम्न आउँदा यसलाई त ब्यागली मोटे नानी ब्यागली मलाई देखाएको होइन मिलनले भनेर